व्हाट्सअप तपाईहरु सबैजना सन्चै छ होला अनि म पनि एकदम सन्चै छु अनि आज चाहिँ ठ्याक्कै भन्न पर्दा आज चाहिँ तल गाउँदेखि अलि तल खोला हाने नुहाउन जान लागेको हैन यस्तो दामी छ नि त्यहाँ भिर पनि यस्तो ठुलो डर लाग्छ छरा अनि खतरा ठुलो छ तर पानी त त्यस्तो सारो त्यति ठुलो छैन तर पानी ठिकै छ खोला चाहिँ खतरा तर ठुलो भिर छ हैन ठुलो उ छ छरा देखाउँदै जानेछु त्यहाँ ढुङ्गाहरू यस्तो दामी पुरै सम्मले बसेको छ नि अनि त्यही भएर म त्यहाँ देखाउन जान लागिरहेको छु छरा यस्तो दामी के बबाल छ खान कब्रा धुन जान लागेको अनि त्यहाँ चाहिँ फेरि केटाहरू गेम खेलिरहेछन् कि पुरै अनि हामीले फेरि भान्जा नि पर्खेको पछि भान्जा आउँछु भन्दै थिएँ अनि खोइ आउँछ होइन पुरै यहाँ केटाहरू फेरि गेम खेलिरहेछन् के खेलिरहेछ केटाहरू केटाहरू फ्री फायर खेलिरहेछन् गेम पुरै एकदम भाइरल भएको छ हाम्रो गाउँको भ्यू देखाइदिन्छु म तपाईँहरूले यस्तो दामी छ नि यहाँदेखि उता चाहिँ फेरि गाईहरू लग्ने एउटा बन हो होइन त्यहाँदेखि एउटा चरो हो पारि त्यही त्यहाँदेखि एउटा बनातिर लगाइदिन्छौँ यहाँको खेत भयो जानुको होइन छिटो छिटो ढिलो गरिराख्नु नि जामको सल्ट जाने हौ कहाँ जानु के गर्नु चाउल धुन जाने हौ जाम के हिँड्नु जाम कि जाम न जाम कि होइन यार अहिले हालतिर जाउ लाग्यो बुटी कि अनि अब म अलि तल सब आइसकेपछि भान्जामा आइसकेपछि होइन माथि भान्जा आइसक्यो यिनलाई पर्खिरहेको हो सो अब यिनीमा आइसक्यो अब हाम्रो चाहिँ जान्छ कोही केटा जाम हिँड है चल चलाऊ छिटो छिटो यी सब यहाँ गेम खेलेछन् केटाहरू यहाँ सब यता नै गेम खेलिरहेछन् खोइ चल 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 जाम 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 हिँड क्या हो चल साह्रो हिँड्छ हिँड यस्तरी टाउको ढाकी खेलेछन् केटाहरू यस्तो गरेर ल्याइन छिटो जाम कि हिँड फेरि यो प्रकारले मान्ने कि फेरि जाम भन्दा यत्रो छ यहाँ कब्रा यत्रो भरि कब्रा ढोने यार बाल्टी कब्रा आऊ छिटो ल जाऊ है जाम भन्दा मान्दैन केटाहरूले नि के गर्ने यस्तो मलाई फेरि पुरै चिसोले पनि कस्तो खतम पारेको छ कि पुरै होइन खतम बनाएको मलाई पुरै चिसोले पनि हाके यस्तो दामी छैन त अब तिमीले त म त कब्रा लिएछैनौ भन्दा थिएँ नि तपाईँहरूलाई फेरि म अर्को एउटा चिज पनि देखाउँदैछु सकिने चिज होइन हाम्रो यहाँ चाहिँ हाम्रो यो भलिबल खेल्ने ठाउँ हो यो भलिबल खेल्ने कोर्ट यही हो होइन यस्तो हाम्रो भलिबल कोर्टको ठाउँ यस्तो छ होइन पुरै यहाँ हुन्छ जे धेरै आउँछन् खेल्न यही हो होइन दामी छ यहाँ हाम्रो खेल्ने हो यही ठाउँ हो यिनी मेरो भान्जा जेठो दिदीको ऊ छोरा हेर हेलो गाइस भनिदिउँ न यिनी फेरि माइल दिदीको हो होइन मेरो पनि भान्जा नि यो दाईको छोरो हो हेलो भन हेलो अनि यता फेरि भान्जा नि यिनी फेरि मेरो होइन मेरो एकदम प्यारो भान्जा नि होइन अनि हेलो गाइस भनिदिउँ न हेलो गाइस
के छ दुई शब्द यत्रैको धारामाको पानी खान्छन् केटाहरूले के यस्तो माको पानी खान्छन् कहाँ यो खस झन्नले मैले लाग्यो टाउकोमा लाग्यो हेर्नु मेरो मोबाइल राखिदिनु त कहाँ छ मेरो स्किप नगरिदिनु होला भिडियोलाई त्यो के हो हाम्रो पौडी खेल्ने र होइन स्विमिङ खेल्ने यो चाहिँ हाम्रो स्विमिङ गर्ने पौडी खेल्ने रह यही हो होइन अचेल त पाइन्छ छैन अब आजकल त अब किनकि हिउँडा लगाइसक्यो नि त हाम्रो त्यहाँ छ टिजीको रुखदेखि होइन यस्तरी यहाँ तल फाङ घुच्छौँ यस्तोमा यही हो हामीले पौडी खेल्ने रह पैसा पुरै भरिन्छ ठुलो हुन्छ अहिले मात्रै अब अहिले त यस्तो भयो पुरै यहाँ त छिराउ छिरो यस्तो गर्छ हाम्रो यहाँदेखि के यहाँदेखि त्यहाँ तल फाङ घुच्छौँ यहाँदेखि आऊ छिटो भन्छ छिराउ अनि हामी फेरि सधैँ जाने त्यही तल हो कि होइन म त तपाईँहरूलाई देखाउने छु तल यस्तो दामी छ नि पुरै कपडा धुने ठाउँ धोएर सुकाउने ठाउँ दुईवटा खोला हो पनि अब गाउँहरूको त्यस्तो बगिरहन्छ बगिन्छ ठुलै बगिरहन्न तर सानो सानो चाहिँ बग्छ होइन अनि यहाँ यो यति ठुलो जग्गा ढुङ्गा आउने होइन देख्न सक्नुहुन्छ ए यत्रो माटैसम्म ठुलो ढुङ्गा छ यहाँ भित्र फेरि ठ्याक्कै कोइलाको दुलाम छ कि भित्रै छ उठे यो डर लाग्ने छ खतरा यहाँ सानो सानो यत्रिको छ बुढी यस्तो खतरा छ यो सल्लाहको रुखहरूमा पुरै यो खोटो झिकेर होइन यस्तो पुरै कसिँदा सुक्न लागिसकेको छ भुइँ सुकिसकेको छ के गर्ने होइन खुट्टामा के झिकेको छ यस्तै कानाको रुख यो है झन्डै भिट्यो यो अब आइपुग्न लागेका छौँ थोरै छ तल आइपुग्नु लाग्ने त्यो हामीले कपडा धुने ठाउँ आइपुग्नु लाग्यो अब थोरै छ बाटोहरू यस्तो छन् कि कस्तो छ यार बाटो यस्तो ढुङ्गै ढुङ्गाबाट जाने चढेर तिमी आऊ छिटो यस्तो छ पुरा साह्रो भनेर कस्तो हानेर यस्तो छ यो बाटो यस्तो बाटोदेखि जानुपर्छ अरे अब तपाईँहरूलाई देखाउन जानेको छु आज म तपाईँहरूले भन्न खोजेको पहिलो चिज त होइन दोस्रो पहिलो चिज चाहिँ तपाईँहरूले देखाउन खोजेको ठुलो थरा ठुलो भिर हो होइन ठुलो अब मैले देखाउन खोजेको चाहिँ त्यो होइन तर दोस्रो ठुलो भने त हामीले धुने कपडा धुने राम्रो पुरै चिल्लोसम्म ठाउँ भनेको अब आइसकेको छ देख्नुहोस् यही हो यस्तो छ नि पुरै ढुङ्गाको दामी पुरै यस्तो दामी छ नि पुरै यही हो त्यहाँतिर ऊ माथि केटाहरू आउँदैछन् होइन यस्तो दामी छ यहाँ तल अब एकछिन हामीले अब कपडा सपडा धुनु पऱ्यो नि त कपडा सपडा धुने भनेर आएको हाम्रो होइन अनि कपडा सपडा धोइसकेर फेरि एकछिनपछि तल गएर अलिक तल
तल त्यो ठुलो छहरा ठुलो खोला भनेको तल हो तल छ ठुलो खोला भन्दा नि ठुलो म तल हो होइन उही तल गएर अब उहाँ तल त्यो ठुलो छहरा हामी तपाईँहरू देखाउन जानु लागेको छु बाटो कस्तो छ कि हेर्नु यस्तो पुरै यहाँदेखि ऊ माथि छन् केटाहरू ती अनि म यहाँ तल यहाँ आइपुगेको छु यता यहाँ यस्तो डर लाग्ने छ नि र यस्तो आइपुगेँ म तल छ के रहेछ छिटाउ आइपुगेछु म एक्लै जान्नु म र एउटा भाइ त जानु लाग्छ नि त्यहाँ फेरि अरू केटाहरू माथि बस्छ भने अन्त अप्ठ्यारो छ बाटोहरू यस्तो छ हानु जानुपर्छ यहाँदेखि अब त्यहाँ फाल्नु योदेखि उठेमा यहाँदेखि तिनीहरू फेरि उहीँ माथि छन् उहीँ बस भने हो उहाँ माथि छन् त्यहाँ माथि छन् तिनीहरू चाहिँ म फेरि यस्तो छु यहाँ होइन यस्तो छ बाटोहरू यस्तो तल झर्ने हो यस्तै तल झर्ने उठ्या तल जाने हो जाने बिस्तारै कस्तो हुन्छ यस्तो भिड छ यहाँ यस्तो भिड छ अनि यहाँ नि यस्तो भिड छ कसरी यस्तो भिड कि आमा होइन माथि यस्तो डर लाग्ने कि यस्तो जाने हो यार गाइज ओहो टुट्टीलाई यार यहाँ खनेर सक्को यस्तो देखाएको म डल्लै यहाँ तल खस्नु यस्तो देखाएको कि ऊ माथिदेखि फाइनली आइपुग्नु लाग्यो म चाहिँ त्यो ठुलो भिडमा आइपुग्नु लागिसकेको छु ठुलो भिडमा आइपुग्नु छु छिटो आइपुग्नु लागेको छु यस्तोमा ढुङ्गा अड्डिया छ पुरै यस्तो भिडमा पुरै होइन सो अब ठुलो भिडमा आइपुगेको छु म कति तल छ होइन यो ढुङ्गाले पनि जान्छ है त यहाँ ढुङ्गा छ कि फेरि यहाँ यस्तोमा हड्डिया छ ढुङ्गा नि यस्तो अनि सो म चोरिसकेको छु अब चाहिने
कस्तो छ आजको देखाउने यही हो मैले होइन तिमी मान्छे आइपुग्यो भन्न कति हट्या छ यो ढुङ्गा कि यस्तै अनि तल छ हामीहरू अब तलदेखि यो तलको भिरदेखि माथि चढ्ने भनेको छौँ कस्तो हुन्छ अब के हुन्छ थाहा छैन होइन र म अब कस्तो हुन्छ अब साइजमा चाहिँ त ठुलो ढुङ्गा देखाएको थियो नि त्यो भिरको होइन ठ्याक्कै भित्र आएको छु यस्तोमा यस्तो छ पुरै डर लाग्ने होइन यस्तो छ ढुङ्गाहरू नि खतरा यस्तोमा आएको छु म ठुलो त्यो आएको छु होइन यस्तो छ पुरै हेर्नुहोस् यहाँभित्र यता माथि बिचमा यस्तो डर लाग्ने छ पुरै यस्तो छ पुरै डर लाग्ने भित्रै छ माथि उता त्यहाँ त एक्लै जानु भएन फर्किन लागेको यस्तो छ पुरै मलाई तिमी फर्केर म त यतै बसिरहेछु नि है यहाँदेखि तल पनि यति तल छ यहाँदेखि माथि नि ऊ माथि छ त्यहाँ माथि माथि पुग्ने हो बाटो हेर्नु यस्तो हल्का खुट्टा नि मिस्टेक भयो भने आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी माया त्यहाँ माथि पुग्नु पर्ने छ म माथि पुग्नु यहाँ तल आइपुगेछु त्यहाँ हो यस्तोमा छ बसेकै हो तिम्रै लागि पर्खी माया सम्हाला हाम्रा सबै सम्झना त्यहाँ माथि हो पुग्ने होइन तलदेखि आए त्यही नि छ ठाडो बाटो हुन त हुने नै हो हुने कुरा चाहिँ जस्तो जतै यही बस्छु पर्खेरै म तिमीलाई माथि निस्किन छ अनौठो लाग्छ जिन्दगी यो तिमी बिना भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला हस् त जय नेपाल।